यसै भिडियो चाहिँ म त अनि बङ्गलादेश पुगिरहेको थिएँ नि र त उता पुगेको थिएँ यहाँ यो भारू पैसा बाँडेर खानु ल हस् त धन्यवाद म तामाङ जाजौ ल अब हामी अगाडि बढ्छौँ लस्सो एउटा सिद्धिले भन्दै अब हामी चाहिँ मिटिङबाट पनि निक्लिएर अब हामी चाहिँ लागिसक्यौँ चन्द्रगढी तरफ फाइनली लागेको हामी चाहिँ है फाइनली हामी चाहिँ कहाँ गएको तामाङ चाहिँ आज यता भद्रपुर तिथिनगर जाँदैछ हामी चाहिँ किताबकोतिर घुम्नु है अहिले त्यहाँ पुगेर हजुरहरूले त्यहाँको हामी भ्यूहरू देखाउनेछौँ है फाइनली हामी लागिसकेको छौँ है तामाङ दाजु हामी चाहिँ फाइनली पेट्रोल पम्प पुग्नु आँट्यौँ अब चाहिँ हामी मेन रोडमा गएर भेट्छौँ अहिले चाहिँ यहाँ हाम्रो कच्ची रोड हुँदै हो त सो है अहिले चाहिँ नि मबिल हाल्दैछ अलिक सुक्खा भएछ छैन अनि अब यो पुऱ्याउनु पर्ने छ कसम क्या अब चाहिँ हामी मेन रोड आइसकेका छौँ है मेन रोड चाहिँ अब पेट्रोल हाल्नुपर्ने हुन्छ है यहाँ हाम्रो ब्लगरजी देख्नु सक्नुहुन्छ हामीले चाहिँ को भेटेका छौँ है पुगिरहेको थियौँ त नि म त अनि बङ्गलादेश पुगिरहेको थिएँ नि र त उता पुगेको थिएँ यहाँ कस्तो बम पनि फेरि सही डिजाइनमा यो चाहिँ धुलाबारी बजार है चोक यो चाहिँ धुलाबारी चोक पर्छ है बस स्ट्यान्डहरू यहाँनिर छ अनि हामी चाहिँ यहाँबाट ओतो जाने हो चन्द्रगढी होइन होला हो पहिला चाहिँ भन्दैन फेरि किन पुग्दैन त्यो बाटो पो सही छ त तामाङको यताबाट ताराली उता कस्तो छ नि मैले अनुहारबाट म उहाँको ब्लग हेरिबसेँ नि त के ट्रेनको माथि छतिर पल्टिरहेको ट्रेनको
आँखा खोल्नु सकेको छैन है यसरी हिँडेदेखि पहिले आउला हाम्रो चुप बिल्कुल चुप यहाँ हेर्नु सक्नुहुन्छ हात छोडेर है यो चाहिँ गाइस हेर्नु सक्नुहुन्छ जे भन्यो चन्द्रगढी आइपुग्न आँटिसक्यो हामी चाहिँ है भर्खरै धुलाबारी चोकबाट हिँडेको आँखाबाट ग्यास आएर आँखै देख्नु नसक्ने भइरहेछ लोकल पारामा आयो चाहिँ हाम्रो दर्शक भिड आज चाहिँ हामी चन्द्रगढी जाँदै दर्शक भिडहरू यो चाहिँ स्कुल है यहाँ चाहिँ स्कुल छ यहाँ देख्नु सक्नुहुन्छ तपाईँहरूले स्कुल है यहाँ चाहिँ क्रिकेट म्याच चल्दै रहेछ मेची खोलाको पुल आइपुग्यौँ है मेची खोलाको पुल चाहिँ देख्नु सक्नुहुन्छ तपाईँहरूले अनि हामी दुईजना जाँदैछौँ है यहाँ आइपुग्यो मेची खोला ब्रिज हो यो ब्रिज अलिक सानो रहेछ मेची खोला चाहिँ देख्नु सक्नुहुन्छ दर्शकबिन अब हाकै हाम्रो ड्राइभरको फेरि कम्ती छैन हो यो कहाँ पुग्छ यो बाटो चन्द्रगढी पुग्छ हजुर ए हुन्छ धन्यवाद हुन्छ ल यहाँबाट सिधै उँभो गयो भने चाहिँ 2.5 जन पुग्छ है यहाँबाट ओह्रालो गयो भने चाहिँ चन्द्रगढी एयरपोर्ट पुग्छ अब चाहिँ हामी जाँदैछौँ है दर्शकबिन यहाँ देख्नु सक्नुहुन्छ हाम्रो नेपालको रोड किन हो किन न ए ल कति दिन अरे ए 3 जना 20 रुपैयाँ दिँदा पनि हुन्छ 10 रुपैयाँ दिँदा पनि हुन्छ भाइ तिम्रो मुख देखाउ त छ भने चाहिँ ल गर त के खाएको के खाएको यो चाहिँ के हो भाइ हो यहाँ पैसा दिनु अरे यहाँ हो यहाँ चाहिँ हाम्रो भाइलाई पैसा दिँदै हुनुहुन्छ है अब 200 रुपियाँ दिनुभयो है यहाँ 200 रुपियाँ दिनु हुँदैछ है यो भारू पैसा बाँडेर खानु ल यो भारू पैसा बाँडेर खानु ल ए बारु बाँडेर खानु ल पैसा पैसा यहाँ हो यो चाहिँ इन्डियन हो 200 भारू 200 रुपियाँ भारू दिनु यो हुँदैछ चाहिँ बाँडी बाँडी खानु ल यो भाइलाई हेर्नु सक्नुहुन्छ यो भाइलाई कहीँ देखे जस्तो लाग्दै छैन तपाईँहरूलाई मलाई माल हो गयो हम 200 रुपियाँ है थ्यांक यू हामी लगा ल फेरि दिन्छु 100 रुपियाँ दिनु हुँदैछ है सक्दैन यिनीहरूले मरेर लिन्छ
देखा आपने लापरवाही का नतीजा है। सुन्यो बाँडेर उता कुर्तिनु है फेरि बाँडेर खानु ल भाइ यो चाहिँ के हो भन त भाइ भाइ यसको बारेमा बुझाउ न हौ थाहा छैन यतिकै बनाइदिएको भयो अनि बिजनेस हो रहेछ त अनि करोडपति हुन्छ होला त भाइ हामी चाहिँ चन्द्रगढीबाट पनि ओह्रालो लागिसक्यौँ है चन्द्रगढी एयरपोर्ट पुगेर अब चाहिँ यहाँ देख्न सक्नुहुन्छ हाम्रो स्पिडमा स्पिड छ बाइक है मान्छे भने यता आसरी भइसक्यो देख्न सक्नुहुन्छ गाइस यहाँ चाहिँ अब मामा बस्न हुँदो रहेछ है बिस्तारै चलाउनु भनेर है मान्छे मौसम यस्तो दामी भइरहेछ नि कस्तो भनेको मौसम चेक गरौँ गाइस यही माथि स्पिड है मेरो काँड हेर्नु न काँड अहिले चाहिँ फाइनली है हामी पेट्रोल पम्प आइसकेका छौँ ब्राजिल आज बिहान है 3 गोलले जितेको छ म्याच त हेर्न पाइएन तर पनि जितेको चाहिँ थाहा छ अब चाहिँ हामी पेट्रोल भर्न आँटेको पैसा भाडा चल्दैन होला नि चल्छ अब बुलेटसँगले बुलेट ट्रेनर 220 भन्नु कसले लिन्छ हजुर हेर्नु सक्नुहुन्छ अब चाहिँ स्पिडमा आमा चोक आइपुग्यौँ देख्न सक्नुहुन्छ तपाईँहरूले दर्शकले भ्यू हेर्नु न हौ देख्नु सक्नुहुन्छ गुम्बाहरू चाहिँ है तामाङ गुम्बा है पहिला चाहिँ हामी यहीँ बसेको अब हामी यतै जान्छौँ यहाँ ढिलो गुरुहरूलाई साथीहरूलाई अहिले चाहिँ हामी यता नमिन्दाको घुममा आइपुगिसक्यो तर कोही हुनुहुन्न के छैन है टक्क यहाँ आइपुगिसक्यो अब चाहिँ हामी यहाँ एउटा फोटो खिचिन्छ फेरि देख्न सक्नुहुन्छ तपाईँहरू ग्योर याङपा छैलिङ गुम्बामा चाहिँ हाम्रो प्रवेश भइसक्यो एन्ट्री गर्ने चाहिँ उहाँ हाम्रो गुम्बाको सेक्युरिटी गार्ड चाहिँ यहाँ हुनुहुन्छ है देख्नुहुन्छ है ग्योर याङपा छैलिङ गुम्बा अब हाम्रो यता तामाङ केही शब्द राखिदिनुहोस् न तामाङ
राखिदिनुहोस् न। हस् त धन्यवाद। म तामाङ दाजु ल अब हामी अगाडि बढ्छौँ। धेरै चेन्ज भएछ नि यता धेरै चेन्ज भइसकेको छ। म लोपेन त 5 जना माथि यहाँ लोपेन राख्ने भन्दैछु। राम्रो हुन्छ नि त्यहाँदेखि यहाँ एउटा फाइनली हामी चाहिँ पार्क आइसक्यौँ है। देख्न सक्नुहुन्छ तपाईँहरूले। पुगिसक्यो भने सुजना यो बाइक लानु मिल्दैन है? मिल्छ मिल्छ चलालु। मिल्छ त होला नि ल्यायो होइन? पौडी खेल्ने ठाउँ उता जानु मिल्छ है? घुम्ने ठाउँ चाहिँ यता छ है। हात्तीहरू त खुला छ। गर्न खोजेको चाहिँ के हामी चाहिँ अहिले किचकबात आइपुगिसक्यौँ है। यो चाहिँ किचकबात हो। किचकहरू चाहिँ त्यहाँ भीमसिन र के अरे किचक चाहिँ अहिले पर देखाउँछौँ हामी। ल सो हामी त आइपुग्छौँ। ल ओ हिरो हेलो के छ अनि चिन्यो मलाई? के छ हात मिलाउ न। चिनेको चिन्यो मलाई? यता हेर न चिनेको चिन्यो भने मलाई बस न सँगै कहाँ घर यस्तो त मान्छे भागेपछि त कालो अनि यहाँ चाहिँ त्यहाँ है किचक र भीमसिन चाहिँ उपर देख्नुहोस् उता क्यामेरा गरिदिनु। त्यहाँ चाहिँ घर थियो अरे क्या पहिला रेलनीमा पहिला है कति हिँड्नु अनि अब उपर गएर लडाइँ भएर यसरी नै घुसी हानेर मारेको ठाउँ पनि यहाँ अगाडि अनुसार आधारभूतले चाहिँ यो स्ट्याचु बनाएको हो। किनकि यसरी नै घाँटी नाकेर चाहिँ टाउकोमा यसरी हानेको है। टाउकोमा घाँटी ठाउँमा टाउकोमा च्याक 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 हानेर आँखा नाक साक खुट्टाएर चाहिँ मारेको अरे भनेर भन्दैमा आउँथ्यो। सत्य हो होइन अब सुन्नुमा आएको त्यही भएर मैले भनेको उपर छ तर गहिरो छ त्यो ठाउँमा। अब हामी त्यहाँबाट जाने ठाउँ है। यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले एकदम राम्री राम्री ब्युटिफुल गर्लहरू हुनुहुन्छ। ब्ल्याक ब्युटी भन्छ कि त्यही हो। ल हामी त अगाडि गइरहेको त्यहाँबाट मुनिस जानु नपाउने हो। छ त्यो कताबाट गयो त्यहाँ चाहिँ मान्छेहरू जानु पर्ने ए ऊ तलबाट जाँदा पौडी खेल्नु पाउँछ त्यो छ नि फेरि पाउँछ। जाउँ जुत्ताहरू पनि ल म चाहिँ यहाँ फोटो खिच्न आएको अब त्यहाँ देख्नु सक्नुहुन्छ दर्शकबिन। त्यो हजुरहरूलाई ल त्यहाँ ल अब हामी चाहिँ फर्किनु लागेको है। यहाँ पनि घुमिसक्यौँ। अब चाहिँ हामी फर्किनु लागेको अनि देख्नु सक्नुहुन्छ त्यहाँ पर स्विमिङ पुल रहेछ। त्यहाँ चाहिँ बाटो बन्द भएर है यहाँ बन्द छ। त्यहाँबाट चाहिँ खोलेको रहेछ। त्यहाँबाट जाने कुरो नभएर चाहिँ हामी अब यहीँबाट फर्किन्छौँ। यहाँ हाम्रो तामाङ जुजु चाहिँ हिँडिसक्नुभयो लखर 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 एक्लै मलाई छोडेर है। अब बाटोमा भेट्दै गरौँ। अनि त्यस पछाडि चाहिँ अब देख्न सक्नुहुन्छ बर्फ पिपलहरू कति राम्रो राम्रो छ। यहाँ चाहिँ फोटो खिच्ने ठाउँ रहेछ है। तर पनि के गर्नु झार पलाएर अनि फोटो खिच्ने अवस्था छैन अहिले चाहिँ। नत्र भने यहाँनिर फोटो चाहिँ दामी आउँछ है। कसरी भने गाइस छ नि यसलाई चाहिँ कसो गर्नुपर्ने हुन्छ भने यस्तो गर्नुपर्ने हुन्छ। ल त यो चाहिँ चिलको पखडा हो कि यो कागको पखडा यो चाहिँ चिन्ने गाह्रो भयो है गाइस। यहाँनिर है यसरी हाइट पुग्दैन नि त्यही हो ढुङ्गा लाएर हाम्रो घेक्टर म्यामेल चाहिँ यसरी है। पखडा चाहिँ के को चिलकै हुनुपर्छ पक्कै नै कि ड्राइगनको हो कि ल सो
अब चाहिँ हामी फर्किन आँटेको है यहाँबाट चाहिँ एकदम गर्मी पनि ज्यादा छ के हो नि अब पनि रहेछ है गाइस यो चाहिँ के होला यो पनि त्यहाँ परको जस्तै हो रहेछ तर मलाई चाहिँ अलिक छेउमा जान डर लाग्यो है यहीँबाट हेर्छु म चाहिँ त्यहाँ पर छ त्यो परको जस्तै सेम हो तर यो चाहिँ अलिक सानो होला चेला होला यहाँ हाम्रो तामाङ दुजु मलाई छोडेर भागिसक्नु भएको अवस्था र यहाँनिर चाहिँ अनि चाहिँ भनेपछि आँपको बोट त रहेछ आँपै छैन के गर्नु हौ त्यस्तो आँप नभएको बोट के काम काटेर फ्याल्दो उसको यहाँ पर अगाडि त्यहाँ पर पनि पार्क राम्रो छ है एकछिनपछि त्यहाँ पुगेपछि तपाईँहरूलाई देखाउने छु त्यहाँ देख्न सक्नुहुन्छ है गाइस के होला यो इट इज गौतम बुद्ध गुरुजी चाहिँ गाडी लिएर पनि तम्सिन थालिसक्नु भयो फुल देख्नु सक्नुहुन्छ जानु पाउने छ त अहिले त यहाँ अनुहार यहाँबाट जानु पाउने भन्दैछ पायो भने चाहिँ आवश्यक जानेछौँ हामी पनि त्यहाँ भित्र है यहाँ चाहिँ के हो टिकटै हो फुलहरू चाहिँ दामी रहेछ है देख्नु पाउनुहुन्छ एउटा आँपको बोटमा एउटा आँप ल त्यहाँ हात्ती हेर्नु न हात्ती पागल हो यहाँ गेट झन्डै ठोकेन तर पार्क भन्ने मात्रै नाम मात्रै हो रहेछ एउटा मात्रै केही त्यो हेर्नु नपाएको त्यो एउटा बक्सिङ हान्न आँटेको त्यस्तो मात्रै रहेछ है त्यही भित्र छिर्नु भनेको चाहिँ पैसा वेस्ट हो 50 रुपियाँ बरु तपाईँहरू पानीपुरी खानुहोस् त्यो 50 रुपियाँको त्यो भित्र छिर्ने गल्ती चाहिँ नगर्नुहोस् अनि यहाँ स्यालेको च्यान भन्छ कि स्यालेको च्यानहरू देख्नु सक्नुहुन्छ तपाईँहरूले अनि यता हामी चाहिँ अहिले घर फर्किँदैछौँ है घुमेर पनि त्यही त बाटोमा अफरोड छ